आज चाहिँ हामी बाख्रागोला आएर गौतम बुद्धको कान भनेर भन्छन् सबै राम्रो फुल भेटिरहेछ। यो फुल चाहिँ स्पेसल्ली हजुरको लागि, यो हेर्ने मान्छेको लागि के हो। यति गौरीहरूलाई हामीलाई पठाइदिन्छन् के यति धेरै अझ त्यहाँ पुगेको छैनन्। मोबाइलले खस्लाएर क्या कति धेरै बाख्रा छ। गाएको A few moments later. यस्तो अप्ठ्यारो बाटो छ यहाँ चाहिँ, धौ हिँडिरहेछौँ के गर्नु। अब धेरै पछि पनि बाख्रागोला आएर यहाँ हिँड्न धौ भएछ, खुट्टा पनि दुखेका छन्। घना जङ्गल छ तर हामीले डर मान्दैनौँ। यहाँ चाहिँ जङ्गलमा यो के भन्छन् रे, यो गौतम बुद्धको कान जस्तै छ, सेम लाइक गौतम बुद्धको कान भनेर भन्छन् सबैले चाहिँ, सेम छ जे होस्। यहाँ ढुङ्गा चाहिँ कस्तो अर्कै छन् क्या, कस्तो न कस्तो। अनि यो चाहिँ के हो, यसलाई भन्छन् नि मादल। यसरी काठले बजान त्यस्तै बज्छ भन्छन् के हो। अनि यिनी चाहिँ गाईको थुन भन्थे, 4वटा थिए अरे, एउटा चाहिँ भाँचिसकेछ। यहाँबाट पहिला गाईको थुनबाट दुध आउँछ भन्ने पनि धारणा थियो, अहिले चाहिँ त्यस्तो छैन, सायद पहिले चाहिँ आउँथ्यो होला। यसलाई मादल भन्छन् के र, खोइ यो त बज्दैन कि टोङ तर अलिक फरकै बज्छ, अरू ढुङ्गा बज्या भन्दा चाहिँ फरकै बज्छ सायद होला। यहाँ भ्रमण गर्ने ठाउँहरू चाहिँ धेरै, यो के अरे, यो कराई भन्छ यसलाई, दुधाग्ने कराई। साथीहरू यहाँ भ्रमण गर्ने ठाउँ चाहिँ टन्नै रहेछ, यहाँ जङ्गलमा पनि आउन सक्नुहुन्छ, यतै बाख्रा लिएर पनि आउन सक्नुहुन्छ। अनि यतै हेर्ने विभिन्न ठाउँहरू पनि छन्, अरू तल पनि के यस्तो जादुमय ठाउँ छ भन्ने चाहिँ भन्थे। म चाहिँ आजसम्म गएको छुइनँ, डर लाग्छ नि त एक्लै जाने, त्यही भएर त्यही हो। बाख्रा चाहिँ त्यहाँ पुगिसके। यहाँ चाहिँ गुफा रहेछ, कस्तो डर लाग्दो। यहाँ चाहिँ बाख्रा बसेपछि ओत्ताउने पनि हुन्छ, सागर त होइन फेरि अहिले मलाई सर तानिन पुरै तल गयो अरे। जङ्गलमा के हो यस्तो डर लाग्दो, भागम बाख्रा पनि। बाघै आउने यस्तो जङ्गल छ। यसलाई चाहिँ हामी ठुलो ढुङ्गा भन्छौँ, यहाँ चाहिँ ठुलो ढुङ्गा छ, त्यही भएर म चाहिँ यहाँ धेरै पछि आएँ। धेरै पछि यस्तो राम्रो सिन देखिन्छ, यहाँबाट चाहिँ हाम्रो गाउँठाउँ सबै देखिन्छ। यहाँ चाहिँ ठुलो ढुङ्गा छ, यहाँ चाहिँ यस्तो राम्रो देखिन्छ, वन जङ्गल, हाम्रो गाउँठाउँ जङ्गलको बिचैमा छ। यसलाई चाहिँ हामी ठुलो ढुङ्गा भनेर भन्छौँ। कोई ऐसी दुनिया हो जहां ये दुनिया ना हो, न शोरे जमाना न चेहरे के पीछे। चराले मुखमा गयो कि नै के गयो, भाग्यमानी हुन्छ चराले नाकैमा। यस्तो बेजोक रमाइलो छ, चराले शुद्ध माया मान्न लाग्यो यसलाई। ओहो कस्तो जङ्गल देख्यो के, मैले फेरि डर मान्न यो पात टिपेछु। यिनीको चाहिँ अब टपरी लाएर टक्क राम्रो टपरी लाउँछु, थोरै टिपेछु, कति धेरै थियो। के कहाँ हान्ने थियो,
त जङ्गलै राम्रो बाख्रा चाहिँ यता माथि छन् तिनीहरू त टावर पुग्यो होला नानी सुन तिनीहरूका बाख्रा यहाँ हुन्छन् पाती पनि उठ्यो कस्तो सब यहाँ रोड लाग्यो वाउ बाख्रा गोला आएको चाहिँ जङ्गलमा यस्तो राम्रो फुल भेटिरहेछ यो फुल चाहिँ स्पेसल्ली हजुरको लागि यो भिडियो हेर्ने मान्छेको लागि स्पेसल हजुरको लागि है लिनुहोस् कस्तो राम्रो फुल के हो वाउ मलाई चाहिँ फेरि लास्टै मनपर्छ फुल बास पनि कस्तो राम्रो आयो बाख्रा थोरै बाख्रा छन् त्यहाँ बाँकी बाख्रा चाहिँ कता हराए बाख्रासँगै अब मान्छे पनि हराउँछौँ हामी त्यो बोतल लिएर